जापानको दक्षिण भागमा रहेको एउटा सुन्दर टापु अब हामी ओसीमा। बाहिरबाट हेर्दा यो टापु स्वर्ग जस्तै हरियालीले भरिएको शान्त र आकर्षक देखियो। तर यस सुन्दर टापुभित्र लुकेको थियो एउटा डरलाग्दो समस्या, विषालु सर्पहरूको आतंक। विशेष गरी हाबु नामको सर्प जुन अत्यन्तै खतरनाक मानिन्छ, त्यसको एक टोकाइले नै मानिसको ज्यान लिन सक्छ। सन् 1970 को दशकतिर यस टापुमा सर्पको समस्या अत्यन्तै गम्भीर बनिसकेको थियो। हरेक वर्ष मानिसहरू सर्पको शिकार बन्थे। किसानहरू खेतमा काम गर्दा अचानक सर्पद्वारा ठोकिन्थे र ज्यान गुमाउनु पर्थ्यो। बालबालिकाहरू विद्यालयबाट घर फर्कदा सधैँ डरमा हुन्थे र धेरैजसो मानिसहरू अस्पताल पुग्न नपाउँदै बाटोमै उनीहरूले ज्यान गुमाउनु पर्थ्यो। औषधि अर्थात् विषनाशक त थिए, तर ती सबै ठाउँमा सजिलै उपलब्ध थिएनन्। त्यसलाई सुरक्षित राख्न चिसो स्थान चाहिन्थ्यो र टापुका धेरै गाउँहरू टाढा भएकाले समयमै उपचार पाउन गाह्रो थियो। त्यसैले समस्या दिन प्रतिदिन बढ्दै गइरहेको थियो। अब जापान सरकारलाई ठूलो दबाव थियो। के गर्ने, कसरी समस्या समाधान निकाल्ने? त्यसपछि वैज्ञानिकहरूले एउटा नयाँ उपाय सुझाए, प्रकृतिले नै नियन्त्रण गर्ने, सर्पको प्राकृतिक दुश्मन ल्याएर समाधान गर्ने। धेरै अनुसन्धानपछि उनीहरूले न्याउरी मुसोलाई छनौट गरे। न्याउरी मुसो सर्पसँग लड्न सक्ने जनावर हो र यसको शरीरले सर्पको विषलाई पनि केही हदसम्म सहन सक्छ। यो योजना निकै राम्रो जस्तो देखियो, जस्तै घरमा मुसा भए बिरालो ल्याउने जस्तै। त्यस्तै सर्प नियन्त्रण गर्न न्याउरी मुसो ल्याउने। सन् 1979 तिर करिब 30 वटा न्याउरी मुसा अब हामी ओसीमा टापुमा छोडियो। मानिसहरू अब चाहिँ आशावादी थिए, अब सर्पको आतंक अन्त्य हुनेछ। तर केही वर्षपछि वास्तविकता फरक देखिन थाल्यो। सर्पको संख्या घट्नुको साटो न्याउरी मुसाको संख्या तीव्र रूपमा बढिरहेको थियो। न्याउरी मुसाहरू 30 बाट सयौं अनि हजारौंमा पुगिसकेका, तर सर्पको संख्या घटिरहेको थिएन। किन त? किनकि सर्पहरू राति सक्रिय हुन्थ्यो भने न्याउरी मुसो दिनमा सक्रिय हुन्थे। उनीहरू बीच खासै भेटघाट हुन नै पाएन। यसको परिणाम स्वरूप न्याउरी मुसाले अन्य शिकार गर्न थाले। दुर्लभ खरायो, चराका अण्डा, भ्यागुता र अन्य साना जनावरहरू। यसले टापुको जैविक सन्तुलन पूर्ण रूपमा बिगारिदियो। अब हामी टापुमा धेरै दुर्लभ प्रजातिहरू थिए जुन संसारमा अन्त कतै पाइँदैन। जस्तै अब हामी खरायो जुन निकै पुरानो प्रजाति हो, तर न्याउरी मुसोका कारण यो लोप हुने अवस्थामा पुग्यो। चराहरू पनि सुरक्षित रहेनन्। जमिनमै अण्डा राख्ने चराहरू सिधै शिकार बने। भ्यागुता र अन्य जीवजन्तुहरू पनि प्रभावित भए। अब समस्या के भयो भने सर्प हटाउन ल्याइएको जनावरले पुरै इकोसिस्टम नै बिगारिदियो। सरकार फेरि ठूलो सङ्कटमा पर्यो। अब सुरु भयो अर्को लडाई, मानिस विरुद्ध न्याउरी मुसो। न्याउरी मुसो मार्न जाल राखियो, क्यामेराको प्रयोग गरियो, तालिम प्राप्त कुकुरहरू जंगलमा छोडिए। वर्षौंसम्म यो अभियान चलिरह्यो। सन् 2005 पछि यो अभियान अझ ठूलो बनाइयो। हजारौं न्याउरी मुसो समातिए। बिस्तारै तिनीहरूको संख्या घट्न थाल्यो। 2010 पछि यसको असर देखिन थाल्यो। जंगल फेरि हराभरा हुन थाल्यो। चराहरू फर्किन थाले। खरायो फेरि देखिन थाले। अन्ततः 2018 मा अन्तिम न्याउरी मुसो पनि समातियो। तर सरकार तुरुन्त घोषणा गर्न हतारिएन, किनकि उनीहरूले अझै केही वर्ष निगरानी गर्ने विचार गरे। अन्ततः सन् 2024 मा घोषणा गरियो, अब हामी ओसीमा टापु अब न्याउरी मुसो मुक्त भएको छ। यो एक ठूलो सफलता थियो, तर यो केवल सफलता होइन, यो एउटा चेतावनी पनि हो। यस घटनाले हामीलाई सिकाउँछ कि प्रकृति अत्यन्तै जटिल हुन्छ। एउटा सानो निर्णयले पुरै प्रणालीमा ठूलो असर पार्न सक्छ। छिटो समाधान सधैँ सही हुँदैन। दीर्घकालीन सोच आवश्यक।